राज धर्मको बारेमा सम्झाउनुहुन्छ, मोक्ष धर्मको बारेमा सम्झाउनुहुन्छ। अब यसरी सम्झाउँदै गइसकेपछि अब जब उत्तरायणको समय आउँछ, अब उत्तरायणको समय आइसकेपछि अब विचार गर्नुभयो अब मेरो समय यही हो। अब भगवानलाई आफ्नो मति समर्पित गर्दै भन्नुहुन्छ, इति मतिरूपकल्पिता विदिश भगवते सात्वत पुङ्गवे विभुम्नि स्वसुखमुपगते क्वचित् विहर्तुं प्रकृतिमुपेयसे यद्भवा प्रवाह। अब यहाँ भीष्म पितामहले प्रार्थना गर्दै भन्नुहुन्छ, इति मतिरूपकल्पिता वितृष्णः। भीष्म पितामह भन्नुहुन्छ, मेरी एउटी मतिरूपी छोरी छ। अब सबै आश्चर्य परे, भीष्म पितामह आजसम्मको बाल ब्रह्मचारी, अब कसरी छोरी छ त भन्दा उहाँ भन्नुहुन्छ, इति मतिरूप, मेरो मतिलाई नै मैले छोरी मानेको छु, मेरो बुद्धिलाई नै। त्यसैले तपाईले यो मेरो मतिलाई स्वीकार गरिदिनुहोस्। भगवान भन्नुहुन्छ, म मतिलाई त स्वीकार गर्छु, तर त्यो मतिको योग्यता के छ भन्दा वितृष्णा, कुनै पनि तृष्णा छैन मेरो मतिमा, काम क्रोध लोभ मोह आदि केही पनि छैन। त्यसैले तपाईले यो मेरो मतिलाई स्वीकार गरिदिनुहोस्। यसरी मति अर्पण गरेपछि अब भगवानले त्यो भीष्म पितामहको मतिलाई बुद्धिलाई स्वीकार गर्नुभयो, ग्रहण गर्नुभयो। त्यो ग्रहण गरिसक्दा भीष्म पितामहले आफ्नो शरीरलाई छोडिदिनु भयो। अब त्यो जीवात्मा सबैले देखा देख्दै भगवानको चरणमा आएर विलीन भयो। अब यति भइसकेपछि आज भगवान द्वारकामा जानुभयो। द्वारकामा जो बाटो हेरेर बसेका थिए सबैलाई दर्शन दिनुभयो। अब यस्तो लीला गरेपछि सुतजी महाराज सौनकादि ऋषिहरू फेरि प्रश्न गर्नुहुन्छ, जो उत्तराको गर्भमा जीवित भएको बच्चा कसरी जन्म्यो उसको बारेमा बताउनुहोस्। अब सुतजी भन्नुहुन्छ, समय बित्दै गयो, समय बित्दै गइसकेपछि आज परीक्षितको जन्म भयो। जन्म भइसकेपछि उनको नाम परीक्षित कसरी रह्यो त भन्दा, जन्म लिने बित्तिकै त्यो भित्र अघि दर्शन गरेको स्वरूपलाई हेर्न थाले। हेर्दाखेरि चारैतिर हेरे, परित इच्छति इति परीक्षित, चारै दिशा हेरेको हुनाले उनको नाम परीक्षित रह्यो। अर्को विष्णु रात पनि भनिन्छ, विष्णुनः रात इति विष्णु रात, जो भगवानद्वारा गर्भमै चाहिँ उनलाई राहत अथवा रक्षा गरेको हुनाले उनको नाम अर्को विष्णु रात रह्यो। अब यसरी नामकरण संस्कार भयो। भइसकेपछि भविष्य सोध्नुहुन्छ युधिष्ठिरले, यसको भविष्य चाहिँ कस्तो छ त? भविष्य बताउँदा अब भविष्यवाणी अथवा भन्नुहुन्छ, पितामह समय सम्ये प्रसादे गिरिशोपमा। पितामह भनेको तिमीहरू जस्तै वीर हुनेछ, बलवान हुनेछ, सम्पूर्ण प्राणीहरूलाई आश्रय दिनेछ, यथा देवो रमाश्रय, जस्तो भगवानले आश्रय दिनुभएको छ त्यस्तै प्रकारले यसलाई प्राणी मात्रलाई आश्रय दिन्छ। सबै राम्रै राम्रो मात्रै भन्दै जानुभयो। अब अन्तिममा युधिष्ठिर भन्नुहुन्छ, यसको आयु चाहिँ कस्तो छ अथवा यसको मृत्यु कस्तो छ, मृत्यु पनि हेरिदिनुहोस्। मृत्यु हेर्दै भन्नुहुन्छ, तक्षकादात्मनो मृत्यु द्विज पुत्रोपसर्जितात्। यसको मृत्यु चाहिँ ब्राह्मणको श्रापद्वारा तक्षक नागले डसेर मृत्यु हुन्छ। यो बताएपछि आत्तिनु भयो, डराउनु भयो युधिष्ठिर। होइन, के भएर चाहिँ यसलाई चाहिँ ब्राह्मणको श्राप पर्छ त हाम्रो वंशमा? अब त्यो हुनिहार केही गर्दा पर्दैन, तर मुक्त सङ्गम पदम हरे, यसको सर्पले डसेर पनि अधोगति हुँदैन। त्यो अवस्थामा यसलाई एकदम भयङ्कर सन्तको दर्शन हुनेछ।
ज्ञान हुनेछ, त्यो ज्ञान हुँदा हुँदै यसको मृत्यु हुनेछ, त्यसैले डराउनु पर्दैन, आश्वस्त हुनुभयो, यो कथा बताउनु भयो। अब अगाडि गएर पाण्डवहरूले अर्जुनलाई द्वारकामा पठाए। द्वारकामा पठाएपछि आज द्वारकावासी अथवा यदुवंशीहरू सबै एक एक गरेर आफू आफूमा लडाइँ गरेर मृत्यु भयो। अर्जुन आउँदै हुनुहुन्छ। आज अर्जुनको सारा तेजहरू गइसकेको छ। भगवान पनि आफ्नो धाममा जानुभएको छ। युधिष्ठिरको विभिन्न दुस्वप्नहरू देख्न थाल्नुभयो। अब दुस्वप्न त देख्दै हुनुहुन्छ। अब यता यथार्थमा पनि के छ त भन्दाखेरि स्याल कराएका छन्, बुवासा कराएका छन्, कुकुर कराएका छन्, गिद्ध कराएका छन्। एकदम अपशकुन देख्न थाल्नुभयो। अब यस्तो अपशकुन हुँदा हुँदै एकदम डराउनु भयो। भीमसेनसँग भन्नुहुन्छ, यो अपशकुन म कहाँबाट देख्दैछु? यसरी चर्चा गरिरहेको बेला अर्जुन आइपुग्नुहुन्छ। अब अर्जुनको शरीर जुन पहिलाको अर्जुन छैन, आज एकदम निस्तेज छ। अब यस्तो निस्तेज देखिसकेपछि सोध्नुहुन्छ, के भयो तिमीलाई, किन यस्तो चिन्तित छौ? अर्जुन भन्नुहुन्छ, जुन भगवानको सहायताले आजसम्म हामी सुरक्षित थियौँ, हामी तेजस्वी थियौँ, तर आज भगवानले आफ्नो धाममा जानुभयो। यति भनी सुन्न साथ कुन्ती त्यति बेला आफ्नो शरीरलाई छोडिदिनुहुन्छ। पाण्डवहरू पनि आज स्वर्गारोहण अथवा उत्तरखण्डतिर लाग्दछन्, राजा परीक्षितलाई सारा राज्य दिएर। अब राजा परीक्षित राज्य गर्दैछन्। अब उनले विचार गरे, म एकचोटि हाम्रा पितामह हजुरबाहरूको राज्य हेर्नको लागि जानु पर्यो भनेर दिग्विजय गर्दै गए। दिग्विजय गर्दै जाँदा एउटा दुष्टले गाई र बाछालाई कुटिरहेको ठाउँमा पुगे। अब उहाँ गएर ती गाई र बाछाको आँखाबाट आँसु आइरहेको छ। यस्तो आँसुलाई देख्न नसकेपछि योलाई यसरी गाई बाछालाई कुट्ने को दुष्ट हो, यो इन्द्रै भए पनि म छोड्दिनँ भनेर धनुष बाण उठाउनु भएको थियो। त्यति बेला कलियुग अगाडि प्रस्तुत हुन्छन्। भइसकेर सोध्छन्, तिमी को हौ, किन यसरी गाई बाछालाई कुटिरहेको भन्दा ऊ भन्छन्, मेरो धर्म नै यही हो। तिम्रो धर्म यो हो भने यो मेरो राज्यबाट छोडेर जाऊ। कलियुगले भन्छ, म कहाँ जाने, सबै तपाईँकै राज्य छ, जहाँ गए पनि तपाईँकै राज्य छ, मलाई बस्नको स्थान दिनुहोस् भनेपछि राजा परीक्षितले पहिला त 4 स्थान दिएको हुन्छ। द्यूतम पानम प्रिय सुना यत्र धर्म चतुर्विधः। द्यूतम भनेको जहाँ ज्वातास खेलिन्छ त्यहाँ तिम्रो निवास होस्। ज्वातास खेल्ने ठाउँमा कलियुगको निवास होस्। पानम भनेको मदिरा पान गर्ने ठाउँमा पनि तिम्रो निवास होस्। प्रिय भनेको वेश्यालयमा पनि तिम्रो निवास होस् भन्नुभयो। अनि सुना भनेको हिंसा हुने ठाउँमा पनि तपाईँकै अथवा तिम्रो निवास होस्। उसले भन्छ, सबै नराम्रो स्थान दिनुभयो, एउटा कुनै त राम्रो स्थान दिनुहोस्। अब तँलाई कुन राम्रो स्थान दिनु त? पुनश्च यातमानय जात रूप मदा प्रभु पूजा सुनमै गरबस्। अब यही भागवतमा सुनमा एकादश स्कन्धमा भगवान भन्नुहुन्छ मेरो निवास हो भन्नुहुन्छ। यहाँ अब कलियुगलाई राजा परीक्षितले तेरो निवास भनेर दिनुभयो। अब कुन सुनमाथि कसको निवास मान्ने त भन्दा जसले चाहिँ हामीले आफूले मिहिनेत गरेर कमाएको सम्पत्ति छ भने त्यसमा भगवानको निवास हुन्छ। अब कसैलाई दुःख दिएर छल गरेर ढाँटेर आदि कमाएको छ भने त्यसमा कलियुगको निवास हुन्छ। अब यसो गरेर कमाएको सम्पत्ति के छ भन्दा भरिसके तपाईँको पुस्ताभरि त्यसले काम दियो भने काम दिइहालो, नभए अगाडिको पुस्तामा त्यसैले त्यही सम्पत्तिले चाहिँ पुस्तालाई नष्ट गर्छ, वंश विनाश गर्दछ। अब यति भनिसकेपछि अब तत्व नितम मदम कामम रजो वैरम त पञ्चम यसरी 5 स्थान दिनुभयो। कलियुग प्रसन्न भयो। प्रसन्न भइसकेपछि अब राजा आफ्नो राज्यमा जानुभयो। अब गइसकेपछि अब कलियुगले राज्यमा
वासस्थान मिलाइसकेको छ। अब कलियुग बसिसकेको छ। अब यो अवस्थामा के हुन्छ त भन्दा जुन काम नगरे भनेको छ त्यो काम पहिला गर्न मन लाग्छ। यो कलियुगको धर्म। अब ठ्याक्क कलियुगलाई बास दिएर आफू घरमा मात्रै आइपुग्दैछन् राजालाई यो काम गर्न मन लाग्यो कि अन्तिममा पाण्डवहरूले जाँदा जाँदै भनेको थियो यो एउटा दराज छ, त्यो दराज चाहिँ तेरो जीवनभरि नखोल्नु है भनेको थियो। अब राजा परीक्षितलाई खोल्न मन लाग्यो, कलियुगले बसिसकेको छ। अब केतिर छ भनेर के रहेछ भनेर यसो खोल्दाखेरि एउटा मणिले अथवा एउटा धातुले अति जति सुन्दर मुकुट रहेछ। अहो यस्तो राम्रो मुकुट रहेछ र पो यो नखोल भनेर छ भनेर यो मुकुटलाई हेर्नु पर्यो भनेर यसो लाउँदाखेरि त अब कलियुग त अघि त बसेको मात्रै थियो, अब त शिरमै आयो। राजालाई शिकार खेल्न जानु मन लाग्यो, शिकार खेल्न जानुभयो। जाँदा जाँदै अब जङ्गलमा समीक ऋषिसँग भेट हुन्छ। अब समीक ऋषिलाई सर्पको माला लगाइदिनुहुन्छ समाधि लागेको बेला, ध्यान गरेको बेला। अब त्यही अवस्थामा यता के भयो त भन्दा श्राप दिने राजाले गाली गर्नुभयो र म यसरी प्यासा भएर आएको छु, म एउटा समाधिको ढुवाङ गर्छस् भनेर। अब सर्प थियो, त्यही सर्पको माला लगाइदिनु भयो। अब यता छोरा थिए श्रृङ्गी। अब श्रृङ्गीले त्यो देखेर राजालाई श्राप दिइहाले। अरे राजन तिमीले त्यो मर्यादाको उल्लङ्घन गर्यौ, त्यसैले यो 7 दिनमा यही 7 दिनमा चाहिँ आएर आजको 7 दिनमा तिमीलाई तक्षक नागले डसोस् भनेर श्राप दिए। श्राप दिएपछि अब यता राजा पनि आफ्नो राज्यमा गए। त्यो मुकुट खोलिसक्दा उनलाई ज्ञान भयो, मैले आज राजालाई जुन ऋषिलाई फुलको माला लगाउनु पर्ने थियो सर्पको माला लगाइदिए, पश्चाताप भयो। अब यता समीकले सोध्नुभयो तिमीहरू किन यसरी रोइरहेका छौ भन्दा तपाईँलाई एउटा दुष्ट राजाले आएर सर्पको माला लगाइदियो र आजको 7 दिनमा मर्ने श्राप दिएको भनेपछि अब समीक ऋषिलाई अति चिन्ता भयो। जाऊ गएर राजालाई भनिदेऊ। अब राजालाई भन्नको लागि समीक ऋषिका शिष्य आएर भन्दै आजको 7 दिनमा चाहिँ तपाईँको मृत्यु हुँदैछ भनेर सम्झाइदिए। अब यति सुन्नासाथ राजा परीक्षितले सारा राज्यलाई त्यागेर गङ्गाजीको तटमा जानुहुन्छ। छोरा जन्मेजयलाई राज्य दिए। अब उहाँ गएर सबै ऋषिहरूलाई भन्नुहुन्छ म्रियमाणस्य किम कर्तव्य, जो 7 दिनमा मर्नेवाला छ उसले के गर्नुपर्छ। कुनै ऋषिहरूले भन्न सकेका थिएनन्। त्यही श्री सुखदेवजी स्वामी आउनुभयो। अब श्री सुखदेवजी स्वामीलाई भन्नुहुन्छ म्रियमाणस्य किम कर्तव्य, जो 7 दिनमा मर्नेवाला व्यक्ति छ उसले के गर्नुपर्छ, यस्तो प्रश्न सुन्नुभयो। त्यसैले तपाईँ हामी पनि 7 दिनमै मर्ने हौँ है, हामी नि 8औं दिन बाँच्छौँ न। त्यसैले यो भागवत सुन्ने नियम पनि 7 दिनमा रह्यो। किन त भन्दा यसले मोक्ष गराउन सक्छ। जो 7 दिनमा मर्नेवाला छ उसलाई मोक्ष गराउने केवल भागवत हो। त्यसैले यसको नाम नि के रह्यो, सप्ताह भनेको सप्त भनेको 7, आह भनेको दिन। यसलाई 7 दिनमै श्रवण गर्नुपर्दछ। अरू कुनै पुराणको नियम छैन यति दिन सुन्ने भन्ने, तर भागवतको नियम छ सप्ताह 7 दिनमै श्रवण गर्नुपर्दछ। र राजा परीक्षितको पनि यही प्रश्न म्रियमाणस्य किम कर्तव्य, जो 7 दिनमा मर्नेवाला छ उसले के गर्नुपर्छ भनेर यो प्रथम स्कन्धमा बताइयो। अब हाम्रो मध्याह्नको समय पनि भएको छ। अब हामी आरती गर्छौँ सानो, अनि त्यस पछाडि मध्याह्न बिसाउँछौँ, यसो फलाहार आदि गर्छौँ, अनि आएर फेरि कथा पाठ श्रवण गर्नेछौँ। बोलो भक्तवत्सल भगवान के, पुराण पुरुषोत्तम भगवान के।